So hello guys, welcome back to my channel. This is your boy Elmo and सबैलाई स्वागत छ मेरो च्यानलमा. सो आज चाहिँ हाम्रो गफ विथ फ्रेन्ड्स चलिरहेको छ, सबैलाई थाहै छ. सो गफ विथ फ्रेन्ड्सको आज चाहिँ नाइट आउट विथ फ्रेन्ड्स जस्तै छ हैन. EP2, EP1 whatever. प्लिज स्टे ट्युन किनभने आज चाहिँ म हाम्रो केटाहरुसँग छु हैन. वर्षत मगर एज यु अल नो. आज चाहिँ हामीले भ्लग हामी भ्लग सुरु गर्दा सो भ्लग सुरु गर्दा कति बजे फोनको टाइम अलरेडी 9 हैन, टक्कै 9 बजिसक्यो. अनि हामी जान ठिक छ, एउटा थ्रिल गर्नु हल्का हैन लाइफमा. अब चाहिँ हामी ठुलो भयो नि देखाउन गएको. लाइक त्यो जग्गा जस्तो अब सानोमा जानु पनि डराउने तर घरबाट निस्किँदा कराउने. त्यो त जाँदा फेरि कोही बेला हामी रातभरि हराउने. त्यही भएर चाहिँ हामी त्यही गएको. अब तपाईहरुलाई देखाउँछु के छ कसो छ. सो आजले कपालले काट्दैछ. हामी बाटो हिँड्दा केटीहरुले हामीलाई मन पराउने. सो स्टे ट्युन गाइस because we are gonna do something adventurous हैन. बब्बाल हुन्छ गाइस. ल स्लिपर भन न हो, चप्पल गाउँले लाइक यहाँ हेर्नु सक्नुहुन्छ तपाईँ. अल अफ अ सडन हामी निक्लिँदै थियौँ हैन. तर देखेछ न त मेरोमा देखाइ यहाँ पर त देख्नु सकिँदैन रहेछ बिकज यहाँ पर पहाडमा चाहिँ नि आगो लागे जस्तो भइरहेछ. मेरोमा हेर्न यहाँ देख्छ. क्यामेराले क्याप्चर गर्न सकेन. व्हाटएभर, लेट्स गो गाइस. लेट्स गो. खै यहाँ हल्का देख्दै रहेछ यसकोमा. We are already late. English ओइ My name is Prasad Mangar. सो हामी चाहिँ निक्लिसक्यौँ गाउँबाट हैन. अलरेडी यस्तो अँधेरो छ. कति बजे हेरेको 9 बजे. नेपालको 9:15. नेपालको 3. सो लु निस्किन. कहाँ छस्? नम्बर देख्छु न. कहाँ छस्? निस्किन. हेलो हेलो निस्किन. कहाँ छस्? थ्याङ हो क्या हो. अब आज हामीसँग जोडिन आँटेको छ अझै एउटा मेरो ह्यान्डसम भाइ. तर त्यो क्यामेरामा चाहिँ के देखेको छैन हैन. अनि इट इज हैन. सो आज यो पनि एड भएर चाहिँ हाम्रो समीर भाइ जोड्ने क्या हो. बस जोड्दै कसलाई जोड्ने. अब जोड्दै फेरि तोड्ने हुँदैन फेरि. 4 जना हुन्छ बिजोडी नजोड्ने त 4 जना जोड्ने पनि. सो अब 4 भाइ चाहिँ हामी जाँदैछौँ. इट्स लाइक काइन्ड अफ थ्रिल छ अब हैन. अगाडि चाहिँ यसलाई पनि थाहा छैन होला हामी कहाँ जान छौँ भनेर. सस्पेन्समा छ. सस्पेन्स कि कुकर हो. त्यो कहानी भने आधी बाटोबाट पुगेर पनि फर्केर पनि फेरि लिएर पनि फेरि गएको वाला भन्नु र भन्नुपर्छ. त्यो भन्नुपर्ने हुन्छ त्यो त. त्यो चाहिँ पहिला पुगिहाल्यो आधी बाटो हैन. त्यसपछि चाहिँ त्यो भनौँला. यसले के भन्दैछ मेरो भाइले हैन. आज हाम्रो 3 जनामा हामी फर्किने 4 जना फर्किने 3 जना मात्रै भनेको छौँ. आज त्यही सोचले हामी निस्केको. के रे 4 जना फर्किने 3 जना मतलब सबैभन्दा जहाँ सानो चाहिँ त्यतै बस्छ भनेको छ. 4 जना बुझिन मैले. मतलब 4 जना गएको 3 जना फर्किने गरी गएको भनेको. जो अब डराउँछ त्यो त्यही बस्छ. किनभने त्यो जग्गाबाट आउनु साह्रो पनि छ होला जस्तो लाग्दैछ यो टाइम हेरेर त नि. हामी गएको चाहिँ कता हो समीर भन्छ. समीर एकपल्ट भन्दै कहाँ जानु आँटेको. निक्ल हल्का फ्ल्यास पनि दिएर फोन गर्छ त माथि क्या. बिकज अडियन्सले दिनु छैन होला क्या. हेरेर पेन्सन आउँदैन त्यति हो. त्यसरी मुनिपट्टि हल्का देखाएर क्या. ठिक छ लु. अब चाहिँ म पज गर्छु. पर पुगेर तपाईँलाई भिडियो देखाउँछु होइन. जानु अब तपाईँहरूले देखेको पनि छैन होला कस्तो अँधेरो छ. घन्टा देख्छ यो ठाउँ अनि होइन हामीलाई पनि देखेको छैन होला बेला बेला. बट अब आफ्नो आँखालाई बाटो काट्यो. सेट एउटा बिरालो कटाउनु पर्छ त्यसको त्यहाँबाट. त्यसो भए जा त ढाडे वाटेभर होइन. ल अब एकछिन पज गर्छु. त्यहाँ पुगेर फेरि देखाउँछु तपाईँलाई. हामी चाहिँ खास गरी आज चाहिँ हामी यतिकै वकमा निस्केको थियौँ. वकमा हामी एभ्री नाइट जस्तो कि तपाईँहरूलाई थाहा छ अस्ति भिडियो हेरेर बुझिहाल्यो होला. हामी हेल्थ कन्सियस मान्छे होइन. सो फिटनेसको लिएर चाहिँ केटाहरू हेर्नु सक्छ. फिटनेसको लिएर चाहिँ केटाहरू हेर्नु सक्छ. सो हामी चाहिँ जस्ट एउटा वकमा निक्लेको थिएँ. कमेन्ट नगर्नु नि फेरि ऱ्याङ्कोट लगायो भाइले भनेर कि. हामी चाहिँ निक्लेको थिएँ एकछिन वक गर्नु होइन. अनि एभ्री डे त वक गरिन्छ. त्यो आज चाहिँ के भयो भन्दा पनि अचानकै हुन्छ नि. अब अचानकै अब एउटा थट आयो. लाइक बचपनमा हामी अब यता हाम्रो गाउँमा हात्तीहरू आइबस्थ्यो होइन. अनि हामी हात्तीहरू खेल्न आउँथ्यो. तर अब अहिले त धेरै अब उज्यालो छ होइन. पहिला त लाइट हुन्थेन. सो आजको दिनमा चाहिँ हामी ट्राई गर्नु आँटेको कहाँ जानु भन्दामा चाहिँ नि यो जग्गा त परसम्म मात्रै लाइट छ. यहाँबाट चेङ्गा खोला भन्ने ठाउँ छ त्यहाँ पुग्नु आँटेको. वान अफ द लाइक अब डार्केस्ट प्लेस नाइटमा चाहिँ. दिउँसो त अब हरियाली देख्छ कि. सो केटाहरूलाई चाहिँ त्यही सोध्दैछु कस्तो फिल भइरहेछ आज होइन. मलाई कस्तो फिल भइरहेछ भन्दा उज्यालोबाट अँध्यारो जानु खोज्दैछौँ हामी. सोचेको पनि थिएन. अचानकै निक्लिँदा कस्तो लागिरहेछ अब.
त्यस्तो लागिरहेछ जस्तो तँलाई लागिरहेछ सो लेट्स मुभ आउट टु निखिल हैन म त ओभर नर्भस भइरहेको छु आज दाजुको भ्लगमा फर्स्ट टाइम हैन ओभर नर्भस भइरहेको छ यसो हात पनि काम्दैछ हेर न हेर्न सक्नुहुन्छ तपाईँ सो यहाँ फर्स्ट आफ्टर अ लङ ग्याप मेम्बर कस्तो लागेछ तँलाई अचानक सरप्राइज पाउँदा किन रुको चाहिँ रुनी किन डर लाग्दैछ होइन मनबाट भन् साँच्चीकै त्यो डाइनामोको भ्लग छ नि साँच्चै डर लाग्छ कट 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 सो यो चाहिँ दृश्य छ हामी समीर आइछ जानुभन्दा अगाडिको दृश्य छ यो चाहिँ होइन सो आफ्टर द्याट चाहिँ के हुने रहेछ यो भिडियोमा चाल पाउँछ बिकज सानो क्लिप त हामी जाँदै गरौँ रेकर्ड गर्छु सो स्टे ट्युन फर द थ्रिल तपाईहरु सोच्नु हुँदैला किन बौलाको यिनीहरू भनेर तर हामी बौलाइ छौँ के बोले भाइ अब के बोले के गर्न सक्छौँ सो त्यसैको लागि एउटा लाइक चाहिँ खाली टाइममा हामीले इन्जोयमेन्ट गरेको मात्रै हो खाली टाइम भन्दा पनि अब लाइक हाम्रो यो फिटनेस वाला टाइम थियो होइन 1 आवर हामी त डेली वक गर्ने हो सो त्यही भएर आज वकमै काउन्ट हुन्छ तर स्टिल अब एउटा कन्टेन्ट पाइमा छ सो लेट्स क्रिएट अ कन्टेन्ट होइन सो फाइनली इट्स स्टार्टेड होइन हाम्रो चाहिँ अब पुगिसक्यौँ यहाँ पहिला कस्तो मजा खोला हुन्थ्यो होइन केटाहरू क्या नुहाउँथ्यो खोलामा माछाहरू मार्नु खोलालाई मैला बनाए केटाहरूले नुहाएर त्यही त सबै मैला जति गरेर यहाँ त सानो पोखरी मात्रै छ अहिले होइन सो अब भिडियोमा कमेन्टहरू कतिजना आउँछ साँच्चीकै वर्षले भनेको जस्तो के भन्दैछ उसले के भन्नु बौला होला बौलाको होला भन्छ होला यहाँ चाहिँ तपाईँहरूलाई अहिले म फ्ल्यास बालेर देखाउँदैछु तर त्यो बिचमा गएर चाहिँ फ्ल्यास बन्द हुन्छ देखेन भने चाहिँ नडराउनु होला उताउडी बाल्न देखेन भने चाहिँ नडराउनु होला होइन ए भाइले अझै एउटा डर समीले डर लागेर अझै टाइम हेर्नु सक्छ है इफ तपाईँलाई बिलिभ छैन भने चाहिँ सो वाट एभर हामी त्यो जग्गा पुग्न आँटिसकेको छौँ केटाहरूले हेर्नु सक्छ रियाक्सन क्या हेर्नु केटाहरूको रियाक्सन डरले हेर्नु केटाहरूमा हेर्नु तपाईँ 1 hour later टाइटलहरू पनि सुन्दै होला तपाईँहरूले त्यो टाइटल चाहिँ पछि क्या यस्तै न यसको चाहिँ टाइटल के बर्षद भैया ने बोलाया ये क्या हो गया मतलब कुछ भी टाउकोमा हात लिएर क्या चितुवा आउँछ होला हौ चितुवा भूतको भन्दा बेसी डर त चितुवाको यसै पुग्यो तपाईँ उहाँ हेर्न आगो लागेको जस्तो छ हेर्न त्यो आगो लाग्यो ब्रो आगो लाग्यो तू समझा हाँ छेउको मिठो बिचको तितो भन्थ्यो हजुरले पहिला शुद्ध अवसानमा हेर त्यसै कहानी याद आयो मलाई तातो हावा आयो हौ समीर निखिल त कहाँ भाल्यो तातो हावा आएर समीरले हेर्नु सक्छ तपाईँ तातो हावा आयो भन्दैछ अगाडि पनि हेर्नु भएन आँखा तिरिमिरी भएपछि त के यसरी भूत चुता हेर्नु केही छैन क्या मन हाततिर चितुवा छैन सिरियसली भनेको वही किन साइको एउटा राति त्यसरी यो सबै प्लान यो वर्षतको है गाइस वर्षतको हो कि मेरो हो दुईजनाको बर्षको साथ थियो हामीहरू त्यही भएर अहिले साथ भइरहेको छ सबैजना आज त चन्द्रमा त मजा लागेको छ उज्यालै छैन तर पनि तर चन्द्रमा लागेको बेलामा त के हुनसक्छ किनकि चन्द्रमा र चन्दन दा एउटा अब चाहिँ हामी मेन पोइन्टमा पुगेँ मेन पोइन्ट यो बाटो चाहिँ फ्ल्यास अगाडि मैले मेरो घरको यत्रो टर्च लाग्छ क्या अहिले अमन फ्ल्यास अगाडि भएला त्यो रिल्सहरूमा भाइरल हुन्छ नि यत्रो बल्ने क्या त्यस्तो भएर यो बाटो चाहिँ किन होला यति राति यार है पहिला त्यही छैन यो नर्मल हो गिरामीहरूको लागि वक गरियो यही बाटो साइकल लडाउँदै हिँड्दै जान्छ यार पहिला क्या अमन पहिला होइन टक्कै 10 साढे 10 तिर होइन म घरबाट आमाले थाहा पाउँछ भनेर ला आमाले हेर्छ ल थाहा पाउँछ भने बारीबाट टर्च लिएर निस्किन्थ्यो होइन हातीको लागि तेरो घरबाट निस्किन्थ्यो होइन माथिबाट नाइडु दाजुहरू होइन विजय ओराहरू आउँथ्यो नि त निस्किन्थ्यो होइन अनि यहाँ खोलामा आएर बस्थ्यो हामी राति के गर्नुलाई हात्ती पर्खेको त्यसै हात्ती पर्खेको 12-1 बजीतिर घर जान्थ्यो यता त्यसै क्या त्यो टाइममा एउटा गफ त सुन्दै होला जोस थियो गफ त सुन्दै होला क्या त्यस्तो साह्रो त आउँदैन होला अहिलेको कालो ज्याकेट देखाइदिनु त्यस्तो साह्रो पनि होइन होला गाइस साह्रो पनि होइन होला रुख चाहिँ हावा पनि यो वेदर चाहिँ नि तर घुम्ने लायकको छ कि तर यो बाटो चाहिँ घुम्ने लायकको छैन क्या यो बाटो चाहिँ अगाडि होइन क्या बाटो देखाइदिएन भुइँमा बाटो त होइन यो चाहिँ रोड देखा न रोड त के भन्नु अलगत्रै नदेखेको रोड छ यो त अहिले कति फ्ल्याट बाल्दा तिम्रो एकबाट फ्ल्याट बाल्दा फोन किन मेरो फोनको फ्ल्यास लाइट बेसी खोल्यो भने मेरो हुन्छ नि त हिट हुन्छ आइफोन 15 पुग्छ हिट हुन्छ बेसी हिट भइरहेको छ मेरो ब्याट्री छैन नि त त्यसको पावर भेट्दै रहेछ कसो मेरो फ्ल्यासको कम्ती अझै बढा त
यो बाटो त के हेर्नु यार अमन फ्ल्यास पनि 30x जुम हुनु क्या पछाडि कुकुर पनि आउँदै छ पछाडि ठिकै छ कुकुर भुक्यो भने चाहिँ केटा बुझिहाल्यो केही छ भनेर सबैले नै आउनु त आयो भ्लग कस्तो भ्लगमा चाहिँ यार भन्दै होला मन हो क्या दिनमा चकिलो भ्लगमा आउनु खोजेको के झऱ्यो है गाइस के झऱ्यो है अमन दालाई जिस्काउने भएछ समीर भाइ के भन्छ अमन दालाई जिस्काउने के भन्छ हेर्दा अगाडि जिस्कायो क्या उसले ढुङ्गा हानेको ले ए अघि टिपेको बल्ल हानेछ म हेर्दैछु कहिले हान्छ भनेर के भएको केटाहरू अहिले मुत्ती पठाउँछु म भन्ने होइन फेरि मैले त डाइपर लाएको छु त्यस्तो छ केही दिएछ रियाक्सन्सहरू रियाक्सन त तपाईँहरू सबै अब त्यहीँ पुगेर देख्छ होला बिकज अब लाइटै छैन नि त के गर्नु अब यो बाटोमा पनि लाइट लगाइदिन्छ होला पछि दाले हाम्रो राति राति भ्लग आउनु थाल्यो अन्त त्यो बोय चाहिँ खन्दिराखौँ न पोल गाड्ने क्या पोल चाहिँ गाड्ने बाटो खनेको जस्तै पनि खन्दिराखौँ न हामी मनरेगा गाडिदिनु पर्छ होला होटल भएर जाउँ न लो अब होटल भएर चाहिँ होइन उता राम न सागरको घर बाटोवाला सिधा बाटो यता साह्रै बेसी हुन्छ होला साह्रै बेसी हुन्छ होला उही होइन समीर भाइ त्यसको बाद ब्रिटेन जानुपर्छ हौ नि केटाको जोस यार यो हो क्या हेल्थ कन्सियस भनेको चाहिँ यो हो क्या यो अगाडि बाटो आमाले यो भिडियो हेर्नु त्यसो भने चाहिँ आमा पाउ आमा गल्ती भए त्यसको लागि लाइक भइदियो ल पो यहाँबाट चाहिँ तर ठाउँहरू देख्न सक्नुहुन्छ त्यही त तपाईँहरूले हल्का लाइटहरू देख्दै होला आई गेस डराउनु पर्दैन होइन के भन्छ यो बाटो त कसम भनेको कसैले सोचेको छैन होला यो बाटो पनि भ्लग बनिसक्छ भनेर त्यो पनि नाइट टाइममा यार खतरा आउने केटाहरू ट्याङ हो नि खतरामा होइन अम्पो हावार आएको सुन्नु सक्नुहुन्छ होला तपाईँहरू बाइकमा छैन नि फेरि हामीहरू दामी हो नि त यार यो त हाइकिङ ट्रेकिङहरू गएको भन्दा दामी भइरहेको छ नि त यो त मजा त आफ्नै गाउँ हिँड्दा यस्तो मजा आउँछ नि त लागेको थिएन कसैले यस्तो एक्सपिरियन्स गरेछ भने लाइफमा प्लिज कमेन्ट डाउन लाइक यस्तो राति राति केटाहरूसँग होइन यत्तिकै अब अन द स्पट डुल्ने सुल्ने प्लिज कमेन्ट डाउन त्यसको कमेन्टलाई म हार्ट दिइहाल्छु म पनि we are in river river the famous river of Chaupaguri city ल खै खोलै त छ देखेको छैन the Chenga river यसले चाहिँ धेरै रिभरहरू खोलाहरू कनेक्ट गर्छ एकछिन बस्दिउँ होला हौ खोलाको डिलमा है मजाको या तर पिसफुल सुन्दै होला पर्छ त्यो बजेको पनि कार 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 त्यो त होइन त्यो आगै लागेको रहेछ त्यहाँ हेर न हो त्यहाँ अब अलग अलग भयो नि त अहिले अघि त एसला जस्तो थियो अहिले त चाँडो चाँडो लाग्यो नि हात्तीहरू आएको चाहिँ तपाईँहरू अलग्गै चाल पाउनु सक्नुहुन्छ किनकि त्यो अलग्गै गनाउँछ हात्ती कस्तो ग्रुप आयो भने त त्यसको लागि पनि एकदिन भ्लग बनिन्छ हात्तीको लागि पनि हात्ती आउँदाखेरि ओए साप भनेको सिगरेट खाँदैनौ न त आगो बाल्नु हुन्थ्यो नि त्यही त खोला देख्छ होला बालौँ लाइट मैले त उतातिर देख्छ कस्तो देख्दैन नि देख्दैन नि सरी गाइस हाम्रोमा चाइनिज फोन छैन होइन ठुलो लाइट भएको सो हामी चाहिँ पुग्यौँ अहिले फाइनली जहाँ पुग्नु पर्ने थियो रुम गर्दा कति हुन्छ देखान अगाडि बैठकबाट एजिपिटी हामी खोला पुग्यौँ राति 9:30 बजी डरै लाग्दो बाटोबाट अब के गर्नुपर्ने नेटवर्क राम्रो छ नेटवर्क पनि आउँदैन यो जग्गामा हेर्नु सक्नुहुन्छ तपाईँ एजिपिटी हामी यहाँ खोलामा पुग्यौँ राति 9:30 बजी डरै लाग्दो इट्स टु डार्क ब्रो इट्स टु डार्क यो चाहिँ उज्यालो छ यो हावाले नै साउन्ड उयो हुँदैछ सो यो साउन्ड सुन्नलाई पनि कतिजनाले तडपिन्छ होला जो टाढो सिटीतिर बस्छ होइन सो त्यसको लागि पनि हो क्या यो भिडियो चाहिँ सो त्यहाँको मान्छेहरूले पनि प्लिज डु सब्सक्राइब एन्ड सेयर आउँछ नि तारा सो फाइनली वी आर सिटिङ हियर डिलमा होइन डिलमा बसेर सबैजना सबैको फ्ल्यासले देखाउनु देख्छ कि फ्ल्याग खोला देखाउनु चाहन्छ तपाईँलाई हल्का देख्दै डिल चाहिँ देख्दै रहेछ कि देख्दैन त खोला देख्दैन खोला छेउमा छ भेगु त कराएको बुझिरहेको छ नि सो वाट एभर निक्ल फ्ल्याग छ नि अगाडि हामी चाहिँ अहिले तपाईँको खोलाको अगाडि बसिदिरहेको छौँ होइन फ्ल्यास देखेनौ त्यो त केही पनि वर्षद यहाँ वर्षदले चाहिँ एउटा आइडी लाउँछ के भन्छ है त्यसले के भन्छ नहुने होला नहेर जाने हेर क्या अब तपाईँ जान्छ नहेर
जित्दैन होइन हामी समीरले चाहिँ हाम्रो खाना पनि नखाइरहेको रहेछ होइन भोक लागिसक्यो अरे हो माछा माछा पोल्दा खेलिदिन्थ्यो म चाहिँ खाना खाएर वक गर्नु निस्केको खास गरी चाहिँ मैले आएको छुइनँ हाम्रो टाइमिङ त्यसमा लेट हुन्छ आजको यहाँ चाहिँ टेन्सनमा छ खाना यति कभर गरिसक्यौँ हामीले कोही कति पुग्यो 6000 भएछ 6654 सो हामीले बिचमा कट गरेको थियौँ अलमोस्ट 6 चाहिँ पुग्नु छ होइन सो अब चाहिँ हामी निक्लिनु पनि पर्छ होला होइन तर हुन त त्यस्तो केही भएन लाइक तर मजा चाहिँ आयो होइन के छ तिमीहरूको हामीलाई मजा आयो तपाईँहरूलाई चाहिँ आउँछ जाने हो कति मजा आएर त्यही त यार जाउँ न त उता जानु न तँ जाँदैन म घर चल्दिन्छु ब्लगमा काटिदिन्छु नि सिन 3 ओइ के भइरहेको आधी बाटोमा छोड्छ त जाउँ होला हौ तर मजा आएको बसेको गर्नु बट एनिवेज यो मजाको लाग्यो होइन हामी चाहिँ अब यहाँबाट निक्लिने तपाईँलाई म देखाउन जान्छु जुन त्यही त समीले पनि सिकेको चाहिँ मुन भन्नु देखाइदिनु न एकपल्ट अनि यसलाई देखाउँछु नि तेरो ब्लग ठिक छ होइन सो हामी चाहिँ अब निक्लिदिन आँटेको निकै चप्पल लगा ब्लगमा देखा नि यो अगाडि लाइट देखेन लाइट आएन गाइस नलगाऊ चप्पल नलगा यसलाई के लाग्ला नि तँलाई के लाग्ला नि ला खुट्टाबारी भयो ला 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 मिरेकल खुट्टाबारी भयो मजाक नगर्नु त यो मरेको मान्छेको टप्ली हो सो वर्षले चाहिँ मलाई मान्छे चप्ली लगाइसक्यो यसले होइन अब यहाँबाट चाहिँ हामी चल्दिन आँटेको अगाडि देखा न कहाँ हो हिँड्नु ल अब एकछिन अब विटनहरू अघिको ठाउँमा पुगेर हामी बिफोर आफ्टर एक्सपिरियन्स त्यहाँ लिएर चाहिँ त्यसपछि हामी अगाडि बढ्नेछौँ विटनतिर विटनमा पनि तपाईँहरूलाई मजा आउँछ किनभने त्यो तपाईँलाई अस्ति भर्खर हेर्छ सो मजा आएको जस्तो लाग्यो भ्युज पनि खतरा आएको छ त्यसमा 40 नि 40 भ्यू नि 40 भ्यू आएको छ खतरा हो नि त 40 जनाले अब त्यो हेर्नु भनेको ठुलो बहुत ठुलो कुरा किन 30 मिनटको नि त हो हैन हैन हामी 3 जना छौँ हैन एक जनालाई 33 जनाले गर्दै 13 जनाले गर्दै हेर्दैछ क्या अन्त है एक जनालाई 13 जना 13 जनाले हेर्नु मल्टिप्लेक्सन हैन मल्टिप्लेक्सन अरे म पनि हेरौँ म पनि हाम्रो ब्लग कहाँ हेर्छु त माथि जाउँछु आँखामा लाइट समीले फेरि यत्रो फर्किन फेरि देखाल्छु त्यो स्ट्रगल मैले रेकर्ड गर्न चाहन्छु ए बाइ द वे बाबालाई ह्यापी बर्थडे भन्दै ल समीर मैले पनि भन्नु अघि सन्जयमा बाहिर निक्लेको भनिदिन्थेँ नि यार समीरको बर्थडे आज डे थियो ह्यापी बर्थडे टु सो समीरको बाबाको बर्थडेको नि त्यसको लागि मैले वक गरेको अरे सो आइ एम ह्याप्पी आजकल केटाहरूले जस्तो गर्छ सो अब चाहिँ एकैचोटि त्यहीँ गरेर गर्छु तपाईँले केही देखेछन् होला जस्ट स्वर मात्रै सुन्दै होला तर स्वर सुन्नु पनि पाउनु बहुत ठुलो कुरा हो क्या किनकि हामीलाई सानो कुरा त्यसरी म पनि गर्छु सो हामी पनि पुग्नु आँटिसक्यौँ जुन बाटोबाट स्टार्ट गरेको थियौँ त्यही बाटो बहुत टाइम त लाग्दैन अहिलेसम्म छिटै पुग्यो होइन हो यस्तो बाटोबाट चाहिँ 4000 स्टेप रहेछ हौ 4000 थिएन होला 10,000 थियो होला जान हुनु अलमोस्ट त्यस्तै रहेछ सो हामी पुग्नु आँट्यौँ त्यो जग्गा अघिको खोला तपाईँहरू हेर्नु सक्नुहुन्छ वी आर रिटर्निङ ब्याक रिटर्न आइगेलक भन्दै आइपुगिसकेँ अब यहाँबाट चाहिँ अब विटनहरू नजाने अरे समीलाई पुरा भोक लाग्यो अरे सो त्यही भएर भिडियो एन्ड गर्नु पर्ला नेक्स्ट टाइम विटन होइन अरू जग्गा अब नेक्स्ट इपीमा हुन्छ होला केही नयाँ सोच्नु पर्छ आजको भएन यो त एपिसोड जाँदैन गफमा किनकि कुरै भएको छैन त्यही त गफै भएको छैन आज यो जस्ट एउटा वक मात्रै भयो एउटा वक एन्ड एउटा न्यू हाम्रो लागि त न्यू भन्नु कि हामी त बचपनदेखि यस्तो गर्दै आएको तर पनि अब क्यामेराको अगाडि चाहिँ न्यू हो फर्स्ट टाइम हो होइन नाइटमा यस्तै साह्रो मेरो सुकेको त्यो त निक्ल्यो भन्छ हौ सो अब चाहिँ भिडियो एन्ड गरौँ होला होइन यहाँबाट चाहिँ अब सबैजना जाने अरे केटाउलु केही भन्नु छ अब उसको त केही छैन त म त हल्का यस्तो गरेको त केही छैन प्र्याक्टिक होला नि सो अब केटाहरूको के छ रियाक्सन अब आइसकेर त्यो चाहिँ हेर्न चाहन्छु सो निखिल त के भन्न चाहन्छ आज म त्यही भन्न चाहन्छु कि के भन्न चाहदिनँ कस्तो लाग्यो त एउटा हाम्रो भ्युवर्सहरूको लागि के भन्दै लाइक सेयर सब्सक्राइब त डेली भन्छ होला तर अझै एकपल्ट भनिदेऊ समीर आइज समीर मेरो फोनले यो गर्नु सक्दैन नि त ल समीर के त किन के छ के भन्नु छ तँलाई अलिकति जानु अन्धेर आयो नि के भन्नु छैन साह्रै भोक लागिसक्यो अब चाहिँ घर जानुपर्छ मजा आयो होइन मजा आयो ल तेरो साथीहरूलाई सेयर गर्ने फेरि च्याकटिक पारेर गर्छ के भन्न चाहन्छस् लास्ट एन्ड फाइनल टच कमल छुइदे मजा आयो कस्तो लाग्यो के छ आजको केही छैन सोचेको जस्तो डर चाहिँ नलाग्दो रहेछ किनकि हामी ठुलो भयौँ ग्रुप थियो नि त एक्लै कोक्तुडी हो अस्ति म एक्लै गएको त्यो त म पो त हो ए सो एनिवेज
सब्सक्राइब चाहिँ गर्नु यसले सिक्यो ठिकै छ ल यसले पनि सिक्दै रहेछ अड्के क्या हो कुकुरलाई अड्किन्छ गर्छ नि कुकुरले प्लास्टिक हक्छ नि सो यही बिचमा अब होइन कहाँ आएन त घुम्न क्यामेरा सो हामी चाहिँ एन्ड गर्न आँटेको प्लिज डु सब्सक्राइब इफ यु लाइक आवर अब सानोबडेको वक पनि थियो एउटा एक्सपिरियन्स पनि थियो एन्ड यु क्यान कमेन्ट डाउन वाट एभर यु फिल यो भिडियोको बारेमा